एकैछिन पख्नुहोस् त। तपाईँले सोच्नु भएको थियो नेपालमा पनि यस्तो चिज आउँछ भनेर? तेरो कुरा ठिक थियो यार। ल नेपालमा पनि कहिलेदेखि यस्तो हुनु थाल्यो ल? यो के देख्नु पर्यो? ओह शिट, मैले सोचेको थिइनँ कि यस्तो हुन्छ भनेर। अलिकति नयाँ कुराहरू आएको छ। टिन स्पिरिट नाम गरेको एउटा भिडियो खोलिन्छ। नाम अर्को पनि लेखेको छ, माई टेस्टिस आइसक्रिम। चरु, सृजना, आर्यन, खरन, चण्डिका, विपिन यी जस्ता अरू क्यारेक्टरहरू चाहिँ यो के भन्नु, यो ड्रामा जे भए पनि भिडियोमा चाहिँ क्यारेक्टर हालेको रहेछ। मल्लिका महतज्यू पनि हाम्रो भिडियोमा सामेल हुनुहुन्छ। 2019 को समरदेखि सुरु हुन्छ कथा। अलिक मजाले हेर्नु होला। माई टेस्टिस आइसक्रिम विदेशीहरूको मात्रै हेर्न पाइन्थ्यो, अहिले चाहिँ अब नेपालीहरूको पनि हेर्न पाइने भयो। नेपालमा पनि यस्तो कुरा देख्छु, हेर्छु र बनाउँछ भने मैले सोचेकै थिइनँ क्या। नेपालमा त्यस्तो कन्सेप्टै छैन जस्तो लागिरहेको थियो। बट जे होस्, अरूको कुरा हेरेर, जस्तै कि के ड्रामा, जापान ड्रामा, जे ड्रामा, के अरे ताइवान चाइनिज ड्रामा, अनि हिजो आज त बिएल ड्रामा, हिजो आज जिएल ड्रामा, स्ट्रेट ड्रामा, हिजो आज त्यस्तो ड्रामाहरू आइसकेको छ भने नेपालमा पनि एउटा ड्रामा चाहिँ आएछ, जुन चाहिँ विदेशीहरूको हल्का नक्कल गरेको छैन। यसमा ड्रेस नेपालको जस्तो छैन। अब त्यो पनि नेपालमा त्यस्तो गरेको चाहिँ मैले अहिलेसम्म देखेको छैन। कि त स्पेसल प्लान गरेर पिकनिकै जानु पर्यो होइन, पिकनिक जाँदा मात्रै त्यस्तो गर्छ। तर पिकनिक गएको पनि होइन, त्यो सिधै क्लासरुमदेखि त्यतै जानु भएको थियो। एकदमै राम्रो बनाउनु भएको छ, विदेशी नकल गर्नुभएको छ। कस्तो भयो त? रमाइलो भयो। 2019 को समरदेखि सुरु हुन्छ कथा, जसमा मल्लिका एउटा स्कुलमै हुन्छ। मल्लिका र उसको साथी। त्यो सृजना भन्ने एकजना केटीले चाहिँ करण भन्ने केटालाई मन पराउँदो रहेछ। आज मम्मीको स्कुटर घरमै छ, तिमीलाई लिन आउँछ है? नाटक हेर्ने यसको। 2 वर्ष भयो करणलाई मन पराएको। करणलाई प्रपोज गरिदियो भने नि। त्यो करण भन्ने मान्छे फेरि बेग्लै टाइपको रहेछ। भन्दै क्याफे जस्तो पब्लिक ठाउँमा भन्नुभन्दा प्राइभेसीमै ठिक हुन्छ। तेरो कुरा ठिक थियो यार। भनिदियो हाम्रो फ्रेन्ड सर्कललाई। अब असली रूप देखेपछि सृजना सक। सृजना सक भएपछि रुममा आएर बन्द हुन्छ। ओए सृजना, सृजना ढोका खोल्न। चरुले चाहिँ अन्तिममा कन्भिन्स गराउँछ, हेर यस्तो हो, यस्तो यस्तो बुझ्नुपर्छ, हामीले यस्तो यस्तो बुझ्नुपर्छ भनेर चाहिँ मजाले सम्झाउँछ। I feel sorry for what happened here. नेपालमा पनि यस्तो हुँदो रहेछ है। म त होइन, अब पुरा त्यो अब के चाहिँ रहेछ, नयाँ के चिज रहेछ होइन, नेपालमा पनि केही विदेशी जस्तो राम्रो केही बनाउँदै रहेछ भनेर चाहिँ मजाले यस्तो पल्टेर हेरिबस्छु, सुतेर हेर्छु। अन्तिममा त्यो केटाले किस गर्छ नि, हो त्यो पोइन्टले म सक भएको क्या। अब ल के देख्नु पर्यो यार भन्यो क्या। अनि फेरि त्यस पछाडि अब होइन, यो त कस्तो स्टोरी बनाएको रहेछ, के सिरियल के भिडियो रहेछ भन्दै हेर्छु नि म चाहिँ। अनि
हेर्दै गएँ अब त्यो करण भन्ने मान्छेले चाहिँ करण भन्ने मान्छे चाहिँ गे रहेछ एलजिबिटी आइक्यूले सपोर्ट गर्नको लागि यो भिडियो बनाएको रहेछ मैले चाहिँ यस्तो चिज चाहिँ प्राय विदेशीहरूको मात्रै देखिरहेको थिएँ क्या जस्तो कि अब त्यो सिट पनि विदेशी टाइपकै अब त्यो ड्रेसअप विदेशी टाइपकै अनि त्यो अब यता सुन्नु न एउटा कुरा त्यो छाता उडिरहेछ नि होइन न पानी परिरहेछ न घाम लागिरहेछ छाता चाहिँ के उडिबस्छ के यसरी म त अनि हामी नेक्स्ट एपिसोडहरू पनि हेरौँ होइन के कस्तो छ यो चाहिँ एभ्री मन्डे 9 PM चाहिँ आउने गर्छ जुन एभ्री मन्डे 9 PM आउने गर्छ हिमालय टिभीमा देखाउँछ होला सायद अनि G21 डिजिटलमा पनि तपाईँले यसको एपिसोड यसमा पनि हेर्दा हुन्छ मैले चाहिँ किन रियाक्सन दिइराखेको भन्दाखेरि चाहिँ अब नेपालमा पनि केही विदेशीहरूको टाइपको केही ल्याएको छ नि त अब कान्छी भुन्टी होइन अहिलेको सिरिजहरू त के भन्छ त्यो नि कान्छी भुन्टी कान्छी बुहारी त्यस्तो सिरिजहरू आइरहेको थियो त्यो जुन अहिलेको आधुनिकमा चाहिँ ऊ हुँदैन क्या त्यो पुरानो ट्रेडिसनलहरू देखेर हुन्छ त्यहाँ चाहिँ तर यो चाहिँ नयाँ कुरा देखाइरहेछ नयाँ कुरा सायद समाजले नयाँ कुरा सिकाउने स्पेसल गरी यो चाहिँ एलजिबिटी आइक्यूभित्र पढ्नेहरूको लागि एकदमै नवप्रवर्तन नेपालीहरूले गर्न चाहेको केही कुराहरूको हामी त्यसमा सपोर्ट गर्ने पक्षमा लाग्दै हामी यस्तो आउने गर्छ र यो फिट्सभित्रै यो पनि आएको थियो तपाईँहरूको खुसी नै हाम्रो खुसी है ओके थ्याङ्क यू गाइज मेरो भिडियो हेरिदिनु भएकोमा अन्तिममा लाइक हानेर जानुहोस् अनि त्यस पछाडि अर्को रहेको छ सब्सक्राइब बटन सब्सक्राइब पनि थिचेर जानु ल